चलाएको चलन मान्नै पर्ने भो कुसंस्कृतिले देशै खायो लौके गर्ने हो कसरी फाल्नु सजिलै बसेको छ गाडेर जरा के गर्नु हजुर यस्तै छ यहाँको परम्परा के गर्नु हजुर यस्तै छ यहाँको परम्परा 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 कपाल बाँध्न दिनभरि लगाइसे घरको काम चाहिँ कसले गर्छ कि तेरी मरेकी आमा आएर गर्छ यस्तो नबोल्नु है आमा म पनि तपाईसँगै मरिदिन्छु ल भइगयो यत्तिकै जिस्केको नि पिर मान्छेस् त किन बन्द नगर्ने म यो गाउँको प्रधान हुँ तपाईले मलाई नसोधेर कसरी काम गर्ने हिम्मत गर्नुभयो अब अर्को हुन्छ ल मेरो कसम खाएर भन त केही भएको छैन भनेर म तेरो घरमा बस्न आएको होइन तेरा सन्तानलाई खाएपछि हुनुपर्छ भन्ने थाहा छैन अब अर्को हुन्छ अब छोड्दिनु न प्रधान साहब छोड्दिनु बिन्ती छ मलाई यस्तो अत्याचार नगर्नुहोस् अहिले मैले भनेको नमान्ने होइन तँलाई मैले छोड्दैन अब अर्को हुन्छ प्रधान छोड्दिनु न प्रधान साहब ओइ पिस्तुले अब अर्को हुन्छ ओइ पिस्तुले तैँले आफूले आफूलाई फिल्मको हिरो सम्झिन्छस् क्या हो प्रधान जस्तो मान्छेलाई भन्छौँ देखाइस् त होइन प्रधान साहब त्यसले कुरा नबुझेर हो त्यसको तर्फबाट म माफी माग्छु त्यसलाई केही नगर्नु सुन फुलमाया तेरो छोरो ठुलो भइसक्यो सम्झाएर राख त्यो दुःख पाला त्यहाँ छोराले फेरि विचार गरिस् अब अर्को हुन्छ अब प्रधान जस्तो मान्छेलाई तैँले यस्तो व्यवहार गर्ने हो माफी माग बाबु मलाई एकचोटिलाई माफ गर्नुहोस् प्रधान साहब अबदेखि कहिले यस्तो गल्ती गर्ने छैन ल ल भइगयो अब अर्को हुन्छ यता सुन पिस्तुले तेरा बाआमाले त बिरामी हुँदा लगेको पैसा हो अहिलेसम्म तिर्न सकेका छैनन् त्यही भएर यो सामान लगेर मैले असुल गर्न खोजेको हो बुझिस् पिस्तुले हजुर प्रधान साहब म हजुरको पैसा छिट्टै बुझाउँछु बरु त्यो गाडी नलगिदिनुहोस् मेरो बाको नासो हो ल ल भइगयो बरु जति सक्दो छिटो पैसा बुझाइस् अर्कोचोटि म आउनु पर्ने पछि म जतिको नराम्रो मान्छे कोही हुन्न फेरि विचार गरेस् हस् प्रधान साहब एकदम हजुर जस्तो दयालु मान्छे त यो संसारमै छैन होला प्रधान साहब दिन दुखीलाई सहयोग गर्दैमा दिन जाने भयो कहिलेका थाहा पाइस् त म कस्तो छु भनेर अब अर्को हुन्छ अब आमा ढिँडो पस्क्यौ त कस्तो भोक लागेछ आज त आमा तिमी पनि खाऊ न तैँले खा म एकछिन पछि आमा एक पुण्य थप्देऊ त पेट नै भरिएन अरे आमा सबै ढिँडो मलाई दियो कि क्या हो कसौट त खाली मान्छु त छके छ मेरो के पिर गर्छस् तैँले खा म अहिले खाइहाल्छु खै त्यो भाँडो यता ल्याऊ त आमा
आफ्नो पेट भोकै राखी सबै ढिँडो मलाई दियो। त खा न खा, म एकछिनपछि पकाएर खाइहाल्छु नि। गुन्द्रुकको झोल छँदैछ, ढिँडो त हो नि पकाउनु पर्ने। कति महान भन्छौ आमा, घरमा एक मुठी अन्न छैन भन्ने कुरा मलाई थाहा नभएको हो र? सानो छँदा तिमीले मलाई आफ्नै हातले खुवाइदिन्थ्यौ, आज म तिमीलाई मेरै हातले खुवाइदिन्छु। ल आमा। हेर हेर, यो ठुम्रीले अझसम्म आँगन बढाइसकेको छैन। खै यताले जा पानी लिएर आइज। बिना कामकी अलक्षिनी, घरमा एक थोपा पानी पनि छैन। अहिले बहिनीलाई खाना खाएर स्कुल जान ढिलो हुन्छ। उतै दिन काट्ने हैन, छिटो आइस। छोरी कतिले हुन्थ्यो, जस्तै बा उस्तै छोरी। अब भाइ कति बोल्छ यो आइमाई, नबोली त तँलाई खाएको पस्दैन कि क्या हो नि? आइमाई मान्छे भएर टक्क लाएर पूजापाठ गरेर श्रीमानलाई टिको लगाइदिने, खुट्टा ठोकर्ने छैन। उठ्याछ बिहानै किच गरेछ। अझ आफूलाई त कसले भन्दियोस्, दिनभरि गाउँ डुल्ने दुने आइमाईको पछि लाग्ने, मलाई अझ सिकाउन खोज्ने। के गर्नु त दिदी, अहिले स्कुल जानुपर्छ, त्यही भएर बिहानै पानी लागेको। अनि तिम्रो पढाइ कस्तो छ नि? ठिकै छ दिदी। ल दिदी, मेरो गाग्री पनि भरिदियो, अब म जान्छु है। पर्खौ न त मान्छे एकछिन, मलाई पनि ढिला छ, सँगै जाउँला बरु। ए हुन्छ। अनि दिदी, मुना चाहिँ स्कुल जान्छु, तपाईँ किन जान्दैन नि? छोड्ने कुरा, गाडी पनि भर्यो, जाम बरु। अहिले फेरि ढिला हुन्छ तिमीलाई। दिदी, भोलि हजुरको फुर्सद भए मकै बिसाउन मिलमा जाउँला नि है? घरमा रोटी खानलाई पिठो नै सकिएको रहेछ। खै मनिषा, आमाले पनि त्यस्तै कुरा गर्दै हुनुहुन्थ्यो। यदि सकेको रहेछ भने जाम्ला नि। अनि तिम्रो स्कुल होला नि भोलि, स्कुल जानु पर्दैन र? हे दिदी, के कुरा गर्नुभएको? भोलि त शनिबार हो, त्यही भएर जाम्ला भने कि नि। ए हो त नि, म त कस्तो भुस्सुकै बिर्सेछु। ल जामिर। दिदी, हजुरलाई केही त भएको छैन नि? के भएको छैन मनिषा, बरु हेर न, गाडी त पुरै कुच्चिएछ। अब के गर्ने होला मनिषा? किन डराउनुहुन्छ? हजुरले जानी खसालेको होइन क्यारे? कि जानी खसालेको भए पो डराउनु? खै मनिषा, घरमा सानो काम बिगार्दा त कति धेरै गाली खाइन्थ्यो। आज त झन् हेर न, गाग्री नै कुच्चिएको छ। के हुने हो के कस्तो डर लाग्यो। कति डराउनु भएको के दिदी? हेर्नु जाम। एक्लो जीवनमा केवल साथ खोजिदेऊ। गीत गाउँदै बसिरहेछस्, प्रधान साहबलाई त देख्दिनँ त, कता जानुभएछ? पाल्लो गाउँतिर काम छ भन्दै हुनुहुन्थ्यो, त्यतै जानुभयो कि? किन, के काम थियो र? खासै काम त थिएन, बाटो परेर आएको। ल हुन्छ, यसो म लागेँ घरतिर। हुन्छ दाइ, बुवा आउँदासम्म बसेको भए हुन्थ्यो, फेरि हजुरलाई ढिला रहेछ। यिनको पनि दिन हाम्रा बाको पुच्छर भएरै बित्ने भयो। अरूलाई उचाल्ने मात्र गर्ने केही होइन। पारी मसला दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार
प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका तुलसीपुरका रामबहादुरले छुट्टीमा घर आएको अवस्थामा श्रीमती सीता कुमारीको हत्या गरेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको लागि मलेसिया गएका र अहिले छुट्टीमा आएका रामबहादुरले श्रीमतीलाई आज बिहान 8:15 बजेतिर परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी प्रहार गरेका हुन्। यस्तो समाचार पनि सुन्छन्। सीताको राप्ती प्रादेशिक समाचार हो यार। उपचारकै क्रममा ज्यान भएको हो। रामबहादुरले श्रीमतीको साथमा फेला परेका परिवारलाई सिमरी के भयो तँलाई? यस्तो के हालत बनाएको हो? हेरे हेरे यो ठुङ्ग्री एउटा पनि ढङ्गसँग काम गर्न सक्दिने। भएको गाग्री पनि कुच्याएर मरिछे। यस्तै ताल हो भने त यसले हामीलाई मागेर खानी बनाउँछ। होइन है मुना के आमा, कति यसलाई मात्रै टोकर्से गर्छेस्। जानी जानी त गाग्री कुच्याएकी होइन ओले। तिमीले अब मलाई सिकाऊ। तिमी प्यारी छोरा अझै टाउकोमा टेकाएर राख न। हेर गाग्री कामै नलाग्ने बनाएर ल्याइछ। नगर के धेरै बरु छोरीलाई कति चोटपटक लाग्यो भनेर सोधपुछ गर्नु छैन। त्यही गाग्रीकै चिन्ता गरेछ। गाग्री बजारमा सित्तैमा पाइन्छ क्या रे? केही चिन्ता नगर्नलाई। मैले अघिदेखि भनिरहेको छु त, धेरै कराउनु बोल्नु के चिज गर्नु स्वास्थ्यको लागि हानिकारक छ भनेर। तिमीले छोरालाई कुलकुलाएर राख। म त केही बोल्नै नपाइन्छ। जुना आज सरले पढ्न दिएको जाने कि छौ? पढ्न त पढाम, सरले सोधेपछि जानिन्छ कि नै खै। अनि तिमीलाई आउँछ त? मलाई त सबै आउँछ। बरु तिमी हल्का कन्फ्युज भएकी रहेछौ। लौ यो कपी तिमी पढ। ओइ समर्पण हेर्न आया। ओइ ज्ञाने यार, हिजो सरले पढ्न दिएको एउटा नि आउँदैन। तैँले जाने छस्? कहाँबाट जान्नु यार, तर म त उइड्याङको मुला पो हो त। ज्ञाने जाम फेरि तिमीलाई झुक्काउनु पर्छ। ओइ झुमा झुम्का वाली रूपको बत्ती बल्दै आई, झुम्का वाली। ओइ झुमा झुम्का वाली। कसले थापेछ यो पासो? धन्नै मरिएन यार। कस्तो लाग्यो ज्ञानु समर्पण? धेरै चोट त लागेन नि? यो सब काम तिमीहरूको हो नि, पख तिमीहरूलाई। यी हाम्रा बाको बानी देखेर कहिलेकाहीँ त घरै छोडेर हिँड्नु जस्तो लाग्छ। यी हाम्रा बा र यो दाउरो एउटै छ। चिरिनु के भनिस् कैला? तँलाई जान इच्छा भयो जान। तँलाई कसरी रोकेको छ र यहाँ? बाआमाको मन छोराछोरीको मन ढुङ्गामाथि भन्थे हो रहेछ। जुन बुढेसकालको सहारा होला भनेर छोरालाई पालन पोषण गरियो, त्यही छोराले आज यस्तो वचन लगायो मलाई। मैले त्यस्तो भन्न खोजे होइन कि बाउ, तिमी त्यत्तिकै दुखी हुन्छौ। के गर्नु त, मेरो यो संसारमा आफ्नो भनेको तै मर्दा त होस्। तैँले पनि यस्तो कुरा गर्छस्। अब भन, म कसको अनुहार हेरेर बाँच्नु? किन त्यस्तो भन्छौ के बा? मेरो पनि त तिमी बाँकी संसारमा अरू कुनै छ र? आमाले पनि सानो उमेरमा छोडेर गइहालिन्।
भएको तिमीले पनि कुरै बुझ्दैनौ। सानो सुधा मरला भन्ने डर, ठुलो भएपछि मार्ला भन्ने डर भन्थे हो रहेछ। धेरै नबोल के बाउ, रिसाएर कामै छैन। आमा कहाँबाट आयो? हातमा बोरी बोकेकी छौ? प्रधानको घर दाउरा बोक्न बोलाउनु भएको थियो, त्यही गएर आएकी हुँ। तिमीलाई कहीँ नगएर घरमै बस भनेको होइन? किन जानु परेको थियो प्रधानकोमा दाउरा बोक्न? तैँले मात्रै काम गरेर कति पुग्छ र बाबु? दिनभरि बस्नुभन्दा साँझ पकाउने तरकारी हुन्छ कि भन्न गएकी हुँ। साँझ फेरि ढाड दुख्यो खुट्टा दुख्यो भनेर कराउनलाई त होला। जानु परेको छैन कहीँ काम गर्न। अब ल भइगयो, धेरै नरिसा, जान्न क्या अब कहीँ पनि। बरु सुन त, तेरो र ठुम्रीको विषयलाई लिएर गाउँभरि गाई गुई हल्ला चलेको छ। फेरि तिमीहरूको यो सम्बन्धलाई यो गाउँ समाजले पनि त स्वीकार्दैन। छोडिदे बाबु ठुम्रीलाई। के भन्छौ क्या आमा तिमी? सधैँभरि जातकै कारणले डराएर बस्नुपर्ने हो र? हाम्रो के मन हुँदैन र? फेरि अहिले त जातीय भेदभाव गर्ने मानिसलाई नेपाल सरकारले पनि कारबाही गर्ने भनेर रेडियोमा भनेको भनेछ। जान्ने बुझ्ने तै छस्, पछि केही पर्यो भने म त केही थाहा पाउँदैन। अरू समाज कहाँबाट कहाँ पुगिसक्यो। हाम्रो गाउँ पनि यही जातभातमै अल्झिएको छ। हाम्रो आमा पनि त्यस्तै छिन् कि डराएर बस्छिन्। के भएको हाम्रो आमालाई? भोकाएर आएको होला, मकै भुल्छु खान्ला। ल दाल पिस्न पो लाउनु भएको छ, कति बेला आउनु भएको? भर्खर आएको नि बहिनी। तिमी घरमा नभएको बेला आफै जात निकालेर दाल पिस्न लागिहाले क्या रे। गाली त गर्दिनौ नि? हे दिदी पनि घरको ढुकुटी नै फोरेर लग्नु भएको छैन होला के रे। जाबो जातो निकाल्ने के नै गाली गर्छु र। बरु सुन्नु न दिदी, ठुम्रीको चालामाला अलि ठिक छैन है। ठन्डा कुरा सिके जस्तो होला, पिस्तुलेको र ठुम्रीको चक्कर चलिरहेको छ। के भन्छौ तिमी? त्यस्तो त गर्दैनौ बो ठुम्रीले। तिमी झुके के होले? हो सौताकी छोरीलाई खुब पुलपुलाएर राख्नुहोस्, कुन दिन नाकै काटेर जान्छ अनि थाहा पाउनुहुन्छ। आफ्नो भने कति धेरै काम छ, गए पो भित्र। यदि यिनले भनेको कुरा साँचो हो भने आज त्यो ठुम्रीको हात खुट्टा भाँचिन्छ। बरु लङ्गडी नै किन पाल्नु नपरोस्। जति भने पनि जति सम्झाए पनि कहिले भनेको मान्ने होइन। होइन हो छन्जरी काकी, ऋषिले पुरै मुर्बिनु भएको छ त होइन? के भयो? केही भएको छैन, केही भएको छैन। जे भयो पनि तँलाई के चाहियो? जुन काममा जान लागेको छस् खुरुखुरु जा। होइन काकी, मैले त्यस्तो नराम्रो त केही बोलेको जस्तो लाग्दैन। किन तपाईँ त्यत्तिकै झड्किनुहुन्छ? उता जा, अरूले उठाएको रिस्कले तँलाई पुग्न नपरोस्। बडो सोधखोज गर्ने भएको रहेछ। होइन, कुकुरलाई यो कहाँ पत्यो र? झन् राम्रोसँग बोलिरहेको छु, झर्केर पो बोल्छिन् यार। होइन, आजभोलि यो छन्जरी काकीलाई के भएको छ? यिनको चन्द्र कहिले उज्यालो देखिँदैन। मलाई पनि के भएको, अर्काको घरको चासो राख्नुपर्ने बेकारमा काम कुरो एकातिर कुम्लो बगी ठिमीतिर जानु पर्यो। पुक्क पारी मासाला। दिदी एकछिन यहाँ आउनुहोस् न। एकछिन रोकै नानी, गाडी राखेर आउँछु। भन् त मुना, के काम हो? दिदी गणितको हिसाब मलाई आउँदै आएन, सिकाइदिनु न। मुना, मैले हिसाब जानेकै छैन। तैँले जति कहाँ पढेर? यदि पढ्न पाएको भए त जान्थ्यो होला। दिदी किन पढ्नु भएन र? त्यस्तो केही होइन, मैले आफै नपढेको। हेर हेर, यो ठुम्रेको दुई
छोडिदिए कि बहिनीलाई भुलाएर बसेकी छे हैन यसलाई कामै नगरी बसी घिच्न चाहिँ कसले दिन्छ जा कुरो आफ्नो काम गर बहिनीलाई राम्रोसँग पढ्न दे हैन भाइ किन कसरी एउटा गाउँमा द्रोण नामका ब्राह्मण बस्थे भिक्षा मागेर आफ्नो गुजारा चलाउने गर्दथे लाउनका लागि उनीसँग पर्याप्त कपडा पनि थिएन पढ्दैछस् दिदी पढ्दैछु दिदी आज हजुरलाई के भएको खाना नै खानु भएन अनुहार पनि मलिनो देख्छु त्यस्तो केही भएको होइन मुना आज ज्यान अलि सन्चो थिएन त्यही भएर नखाए कि नि आमाले आज पनि हजुरलाई गाली गर्नु भएको हो मलाई नढाटेर भन्नुस् त केही न केही त पक्कै भएको छ हजुरको अनुहारले बताइरहेको छ के भएको छैन कि मलाई यति धेरै माया गर्ने बा आमा अनि त हुँदाहुँदै के हुन्छ र कति मेरो मात्र चिन्ता गर्छस् बरु आफ्नो पढाइको चिन्ता गर मलाई पढाइको केही चिन्ता गर्नु छैन ल अब मेरो कसम खाएर भन्नु त केही भएको छैन भनेर खुब मलाई पनि झुट बोल्नुहुन्छ है यसको मतलब आज पनि आमाले हजुरलाई के भन्नुभयो हैन ला 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 यसले बिहे गरेपछि कसरी घर गरेर खानी हो अहिलेसम्म सुत्न मरेकी छे हैन है बुढी तँ कति सधैँ झर्केर मात्रै बोल्छिस् के कहिलेकाहीँ नम्रसँग राम्रो वचन बोले पनि त हुन्छ होला नि कतै छोरी बिरामी भएर सुते कि पछ कि हुन्छ तिम्रो छोरी बिरामी काम गर्नुपर्छ भनेर नाटक गरेर सुते कि होले तिम्रो छोरीको बानी थाहा छैन र मलाई हैन बिहान कति कराउनुहुन्छ आमा गाली गर्नलाई दिदीलाई मात्रै देख्नु भएको छ पदेरातिर पानी ल्याउन जानु भयो होला भित्र गाग्री हेर्नु त कहीँ मरेकी छैन पानी ल्याउन गएको भए भित्र गाग्री हुन्छ तुलसीपुरमा आज एक बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ गहुँगोरो रङ भएकी रातो कुर्ता सुरुवाल लगाएकी करिब 15 वर्षीय बालिकाको शव बिछिया खोलाको बीच भागमा आज बिहान फेला परेको इलाका पत्रिकाले तुलसीपुरमा जानकारी दिएको छ बालिका शनिबार साँझ हराएकी थिइन् त्यसलाई धेरै हेला गर्थे मेरै कारणले त मर्योले हे भगवान के दिन देख्नु पर्यो यस्तो दिदी तपाईले यो के गर्नुभयो हाम्रो अलिकति पनि माया लागेन दिँदै पनि ती कान्छी आमाको कारणले गर्दा आज म गलत निर्णय लिँदैछु अनि पिस्तुले तिमीले मेरा हरेक सुख दुःखमा साथ दियो तर आज म तिमीलाई पनि छोडेर जाँदैछु धोका दिनु भन है अंधविश्वास छुवाछुत दाई जो छ जताततै
संस्कृति जागेर नगर्ने भेटिएन कोही कतै।